Hi guys, आज हामी नेपाल जान आँटेको 5 वर्षपछि दशैं मनाउन. So ready guys. That's the duty free. This is Sydney International Airport. Departure भित्र छौं अहिले हामी. ओइ बेटा. Yeah, just thank you. Just browsing, yeah. Of course. Thank you. हल्का फोटोशूट भनौँ अथवा भिडियो सुट हो यहाँ खाने भने त एउटा विपिङ हैन 3 पिस खाने कि 6 पिस खाएर एउटा बर्गर $140 हाम्रो चाहिँ अर्डर नम्बर 148 छ हैन. अब यहाँ चाहिँ सारा मेसिन झर्छ खानेकुरा. म चाहिँ त्यो कलेक्ट गर्न गइरहेको छु. $148. Britannia plane. Sichuan Airlines. Hello. त्यो अगाडिको बिजनेस क्लास हेर न. यो चाहिँ बिजनेस क्लास हो. आज मजाले बसेर सुत्न नि मिल्छ. This is Sydney Airport. सबजना डरले That is the limit. Vlog बनाउनु हो ब्रो. म फेमस बनाइदिनु है मलाई. यो चाहिँ चाइनाको एयरपोर्ट हो. अनि अब चाहिँ हामी ठ्याक्क नेपाल जाने बेला हुन आँट्यो. एक्साइटेड अनि त्यही हो. इन्टरनेसनल एयरपोर्टको हामीले लगेज लिइसकेपछिको दृश्य हो जुन तपाईँहरू अवेलेबल गर्न सक्नुहुन्छ. आज चाहिँ धेरै मान्छेको बाक्लो उपस्थिति रहेको छ. धेरै मान्छे चाहिँ दसैँ मान्नको लागि आफ्नो घर फर्किनु भएको छ. हाम्रो लगेजहरू चाहिँ रेडी भइसक्यो. त्यसै अनुसार नेपाल आयो है गाइस. कस्तो रमाइलो क्या नेपालको फिलिङ्स.
यसरी बजाउनु पर्छ गाइस, नत्र उताबाट गाडी आफ्नो लेनमा मात्र आउँदैन। हामी चाहिँ एकदमै गर्मीले गर्दा शिथिल भएको थियौँ। अहिले चाहिँ यो गोर्खा फर्किने क्रममा नयाँ नयाँ फ्रेस खानेकुराहरू तपाईँहरू देख्न सक्नुहुन्छ बाटोको अवस्थाले गर्दा अनुहारमा यस्तो के छ हजुरहरूसँग यहाँ? काँक्रो र भुइँकटर, एउटा काँक्रो काटिदिनु अनि एउटा भुइँकटर। भुइँकटर चाहिँ आधी भयो नि। मनकामना केबल पास अनि त्यसपछि हामी अब मुगलिङ गएर मुगलिङबाट अब खैरिनु भन्दै गोर्खा जाने हो। तर बाटो चाहिँ खत्तमै छ होइन, अहिलेसम्म पनि कस्तो बाटो हो यो। मनकामना केबल कारको गेट देखाइदिन्छु हाम्रो गेट, मनकामनाको गेट चाहिँ यही हो है त। कस्तो राम्रो छ नि हाम्रो त, राम्रो छ। पावर प्रोजेक्ट कति किलोवाट के हजुर 69 कति के 69 के मेगावाट। ल यो चाहिँ अब खैरिन आइपुग्यौँ हामी, एकैछिनमा आइपुग्छ मुगलिङबाट न तर। अनि अब यताबाट गोर्खा जाने हो। यहाँ बाटोमा एउटा यो बाटोमा राइट गयो भने हामी गोर्खा जाने, अनि त लेफ्टबाट गयो भने चाहिँ गोर्खा। हेलो उता बस्नुभयो उहाँ चाहिँ। त्यसपछि गएर यो चाहिँ के भन्छ यसलाई, के टार हो क्या यो, यस्तो रमाइलो। ठ्याक्क यो खैरिनीबाट कटेपछि बाटोमा 12 किलोमिटर कटेपछि यो एउटा छ के सरेन्डर जस्तै, म जन्मेको घर जस्तै रहेछ तर अलिकति यहाँ धेरै खोलाहरू नजिकै। अनि त्यसपछि गएर खेतीपाती भएको यस्तो राम्रो। बाबुलाई भनेको मैले पाठो यो चाहिँ हाम्रो बाख्रा फार्म। मारी बल निकालेर पोल्छु भने त कहाँ गएछ भनेको छ यहाँ साउले बसिरह त लिएर आउने अब त यस्तो पाराले हुन्छ पोलेको मासु चाहिँ एकदम राम्रो हुन्छ स्वास्थ्यलाई। यो अस्ट्रेलियातिर के भन्छ बारबिक्यू गर्ने भन्छ हैन, हामी चाहिँ आया पोल्यु बाबु यो बारबिक्यू होइन, यो बारबिक्यू यहाँको बारबिक्यू पोले मासुला भन्छ हामीलाई, यो बारबिक्यू भन्छ उता। बारबिक्यू पार्टी हुन्छ नि हैन। बर्सुली थान बर्सुली माइकी जय होस् सबैको। स्कुल जाने हो कि अरे मम्मी मिको मेरो साथी हो कि अरे मम्मी हो नि, हो त नि। ओ कुल्फी ल मम्मी साथी हो नि त।
खाला यसरी कसरी हान्यो खाइदेऊ त ल बाबु बाबु कस्तो छ त कुल्फी कुल्फी कस्तो छ मिठो छ रे मिठो छ ल उता हेर्दै ल मिठो छ किसालाई पनि देऊ न ल सोको फल फेरि आयो निस्ता हो के निस्ता हो निस्ता बाबुरामा आयो भने के रे इबान खाता कहाँ छोडेको कुकुरको ग्याङ आयो ल यो हेर्नु न कस्तो राम्रो तर बित्तिकै हो यो स्टुडग हो यो ल दसैँको शुभ सायदको टिका लगाएर तल गाउँतिर प्रस्थान गर्दै अर्को फोटो आइसक्यो हाम्रो फोटो तिम्रो चप्पल नलाएर भएन मेरो ह्यापी दसैँ दारी काटी कसका काटेको दारी आफै गरेको उठ बस भने बस अङ्कललाई काली हाल्दैन थियो असिमले हाल्दै बिर्सेछ अङ्कललाई बाबु त्यो पो कालो नि खानु पर्यो भने खानु मन लाग्ला भन्नु पर्यो सानो भयो कति बजे सुरु गरेर ल के छ तेरो भन्नु ल भन्नु केही छैन म त एकदम मजाले अब अमिलो हाल्ने हो अमिलो हाल्यो ठिक छ दसैँ अमिलो हार बनायो बोक्रो मिठो हुन्छ नि अर्ग्यानिक होइन होइन नि हेलो हेलो दसैँको दिन हेलो गाइस हजुर 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 के छ कस्तो भयो दसैँ दसैँमै करेन्ट जाउँछ बबाल 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 दसैँ यस्तै हुन्छ कताबाट आउनुभयो तपाईँहरू यदि यही बाटो हो र होइन ए अन्त नि यस्तो चिल्लो बाटो अनि अरू खोइ त बुहरू अभिषेकहरू आउँदै हुनुहुन्छ अन्त नि त्यही भएर माथि गएर नि तल अनि के छ पल्सर यार दामी दामी नमस्कार नमस्कार ल नमस्कार भाग्यमानी भएछ धेरै धेरै दसैँको शुभकामना ल के पाइदिएर भन्छ न पकाउँदैछु आमाको यो मासु यो भात यो दाल यो मासु यो भात दालको दाना दाल यतै यता यता पाइदे यता वाह ल दामी भाइ है भाइ यता हेर्नुहोस् यता अर्को यहाँबाट चाहिँ दामी 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 हाम्रो आविष्कार यता नानी ल यो चाहिँ मामा घरको भ्यू दसैँको वाह रमाइलो मम्मी ल माइत आइएछ मेरो मामा घर कस्तो लागिरहेको तपाईँलाई आफ्नो जन्म छ खुसी लाग्छ रमाइलो लाग्छ नि हो आफ्नो जन्मभूमि त्यही त म मामाहरूलाई भेट ल यो मन्दिर कुन मन्दिर मम्मी देवी मन्दिर परमेश्वर भगवान रक्षा गर देवी मन्दिर परिवा देवी मन्दिर हेलो नमस्कार हजुर नमस्कार
हेलो नमस्कार है सबैजनालाई नमस्कार ल अहिले चाहिँ हामी यता गोर्खाबाट सलेन्डर जाँदैछौँ त्यो बिचमा बाटो चाहिँ पिच गरेर तर कस्तो रमाइलो Oh my god टारीफाट भन्ने ठाउँ हो बाटोमा यस्तो राम्रो टक्क धान हेर्नु न धानहरू यस्तो रमाइलो भयो आज ल न छिटो मिल्नु पानी अब हामी चाहिँ यहाँबाट सलेन्डर जाउँ हुँदै हाम्रो चाहिँ मामाहरूको यात्रा छ जुन चाहिँ यो फोटो सेसन पछि सुरु हुँदैछ आटे सुज र मम्मी यहाँ छ हावा मामा घरको यात्रा तय गर्दैछौँ आमा चाहिँ रोशन र भाउजूको कहाँ पनि बस्नु मिल्यो क्या ल ठिक छ ल लेट्स गो भाउजू त्यो अहिले मामा घर कलिङ रमाइलो त भए बाटो अलिक गाह्रो छ हाम्रो मिस के अरे सुशान बाबु यता हेर्दै न एउटा हल्दार गएर गाडी बेसी रोक्नलाई यस्तो गर्दै भाउजू के भन्नु छ भाउजू के भन्नु छ बस गरौँ न के गर्ने रे मामा घर गरिङ ल तल हेरेर रेडी 1 2 रेडी भयो यो हो के यो त एक सकेपछि हामी पछाडि ठिक छ बन्द गर्नु पुरा हामी अगाडि जाने ल लगत्तै हामी चाहिँ ट्रेकको लागि ट्रेक काठमाडौँबाट तय गर्दै गरेका छौँ ट्रेकिङको यात्रा काठमाडौँबाट होइन पलङ चाहिँ उभिएर हो क्या अहिलेसम्म सिटको व्यवस्था पनि भएन Excited? Yes. Super excited. Okay. के भन्छ हिमालयन फ्रेस कफीमा आएर केही बेर खाजा खानको लागि बसेका छौँ खाजाको लागि रेडी हुँदैछ ल लिनु त 300 अहिले चाहिँ हामी न्यू हेभन रेस्टुरेन्ट प्राइभेट लिमिटेड यो बेनीघाट रोड मलेको दार्जिलिङ कर्मशालामा आइपुगेका छौँ
जुन तपाईँहरूले हेर्न सक्नुहुन्छ भ्यू स्टार्टिङबाट कुन के हाल्यो विनाश लिनु न ट्राभलिङको बाटो जुन तपाईँले देख्न सक्नुहुन्छ त्यो चाहिँ अब दैलेनीबाट पोखराको यात्रा तय गरियो हाम्रो गुरुजी हुनुहुन्छ ट्राभलिङको बाटो है बडो रमाइलो छ यार अन्त अहिले पोखरामा झरिसकेपछि हामी नयाँ गाडीको यात्रा तय गर्दै पोखरादेखि झिनुसम्मको गन्तव्य आजको लागि नमस्ते गेस्ट हाउस रेस्टुरेन्ट आजको हाम्रो होटल हामी आइसक्यौँ नाइस तर वेलकम है वेलकम ल नमस्ते गेस्ट हाउस ओके कस्तो भयो यात्रा हो र ल गाइस हामी चाहिँ अब एबिसीको लागि आफ्नो बाटो तय गरिसकेको छौँ करिब 6 बजेतिर हेलो हेलो कस्तो हुँदैछ होटलहरू चाहिँ दामी दामी है एकदमै राम्रो छ ल ल बिहानीको सुरुवात भएको छ हाम्रो सूर्योदयसँगै दिन चाहिँ सफल हुन्छ भन्ने आशा गरेका छौँ ल हामी चाहिँ अब छुम्ब्रङको एउटा रेस्टुरेन्ट प्यानोरमा पोइन्ट लज एन्ड रेस्टुरेन्टमा आइपुगेको छौँ अब हामी अझै 1 किलोमिटरको यात्रा तय गरेर आजको ब्रेकफास्ट मेन छम्ब्रङमा बसी अनि बल्ल नयाँ बाटो चयन गरेर अगाडि बढ्नेछौँ
वाउ हेभन भने यस्तो हो कि होइन कुन्टु हेलो कस्तो भइरहेको यात्रा ल यो चाहिँ एसिए चेकपोस्ट समरङ हो हाम्रो यहाँ चाहिँ इन्ट्री भइसकेको छ हाम्रो 7 जना ग्रुपको अब इन्ट्री गरेपछि हामी इन्फर्मेसन सेन्टर पनि रहेछ यो हामीले एउटा जानकारी स्पिकरहरु चाहिँ लान नमिल्ने रहेछ ठीक छ अब यहाँ हाम्रो बाटो यात्रा तय गर्दै हामी अगाडि छौं थ्यांक यू है त सिस्टर थ्यांक यू भेरी मच यो चाहिँ एसिए चेकपोस्ट भ्यू पोइन्ट यहाँबाट माथि चाहिँ हाम्रो म्युजिक पनि अलाउड रहन्छ स्पिकर अलाउड छैन यो प्रकृतिले दिएको अनुभव यात्रामा हामी रमाउने कोसिस गर्नेछौँ र हाम्रो यात्रा सहज बनाउने छौँ भन्दै हाम्रो यात्रा जारी छ जुन तपाईहरु देख्न सक्नुहुन्छ अब हामी चाहिँ एबिसी को लागि लेफ्ट साइड जाँदैछौँ 100 त हुन्छ होला नि त अहिले एकछिनपछि यहाँ प्रशस्त रहेछ है ल गाइज हामी चाहिँ आज शेर्पा गेस्ट हाउस एन्ड रेस्टुरेन्ट घान्द्रुक 9 सिनुवामा आएर चाहिँ कफी खाने निर्णय गरेका छौँ जहाँ चाहिँ कफी प्रोभाइड गर्दै हुनुहुन्छ यहाँ हाम्रो पहिलाको पुरानो 9 अहिले त 11 हो अहिले 11 हो मेरो नाम हजुरहरुले ल दाजुको नाम चाहिँ दिपेन्द्र ल तपाईको सेवालाई धेरै धेरै धन्यवाद हाम्रो साथीहरु चाहिँ उता हुनुहुन्छ यहाँ चाहिँ कफी रेडी भइसकेको छ अब हामी कफी खाएर हिँड्ने जमर्को गर्नेछौँ ल अब हामी चाहिँ लोवर सिनुवा अप्पर सिनुवा हुँदै बेम्बोको यात्रा तयार गर्दैछौँ बाटो चाहिँ सजिलो छ सबै रुखहरूले ढाकेको छन् प्रकृतिसँग रमाइलो भइरहेको छ हामीलाई हिँड्न सहज महसुस भएको छ अब हाम्रो यात्रा बेम्बो हुँदै दोभानसम्म हुनेछ कुन्टु नेपाल अगाडि हुनुहुन्छ अनि अरू साथीहरू पछाडि आउँदै हुनुहुन्छ के छ कस्तो छ दामी है हिमाल त ल ल हामी चाहिँ बेम्बो 2145 मिटर हाइटमा आइपुग्यो ल बेम्बो आएर नेपालको झन्डा फरफराएर आएको चाहिँ देखियो यो चाहिँ बुद्ध गेस्ट हाउस मैले छ तर बेम्बो ल हेर्नुहोस् मान्छेको थकान कस्तो हुन्छ तपाईँले देख्न सक्नुहुन्छ गाह्रो कालो नेपाल यता छ उकाली ओराली गर्दै हल्दै आधी धेरै सँग गर्दै होला ल यो चाहिँ दोभानको डाँडो अब हामी यहाँ करिब आधी घन्टामा दोभान पुग्छौँ साथीहरू आउँदै हुनुहुन्छ ल वेलकम टु दोभान एभ्रिवान है त
जस्ट आइयो कतिको हाइटमा आइयो 2505 को हाइटमा आइयो है त 2000 बाट 2505 मा आइयो ल यार we did it ल दोबान फाइनली दोबान 2505 मिटर थ्याङ्क यू एभ्रिवान ल अब आजको डेस्टिनेसन हाम्रो हिमालय हो हिमालय यहाँबाट चाहिँ 2 आवर्स मात्र छ है फाइनली दोबान हियर दोबान आइपुग्यो सकुशल आइपुग्यो हाम्रो यात्रा अझै सहज हुनेछ भन्ने आशा गरेका छौँ ल यो चाहिँ सानो लघु जलविद्युत आयोजना रहेछ हामीले चाहिँ यो तस्बिर कैद गरेका छौँ जुन दोबानमा पर्छ भित्र चाहिँ मेसिन चलिरहेको छ कति वाट मेगावाट चाहिँ मलाई याद छैन तर मेसिन चाहिँ जुन तपाईँ देख्न सक्नुहुन्छ ल फार्मिङ कस्तो मजाको है फार्मिङ भन्दा कति सफा दोबानको यो पैदल यात्रा हुँदै हामी हिमालय गएर बस्नेछौँ होटल टिपटप तपाईँहरू थुप्रै होटलहरू देख्न सक्नुहुनेछ यदि जान भ्याइँदैन भने दोबानमा पनि तपाईँ बस्न सक्नुहुनेछ यो चाहिँ ल अब चाहिँ यो हिमालय जानको लागि ट्रेल रोड सुरु भइसक्यो हाम्रो चाहिँ ट्रेल रोड अब यताबाट जाने कुरो भयो यहाँ चाहिँ मन्दिर छ अरे यो त माथिबाट पनि जान सकिँदो रहेछ सर्टकट तर हामी चाहिँ नयाँ ट्रेल हामी चाहिँ हिमालय टुर तय गर्दैछौँ है त तपाईँ देख्न सक्नुहुन्छ पोल्जआङ ब्राहाथान मन्दिर यहाँ चाहिँ यस्तो दामी भ्यू झर्नाको देख्न सक्नुहुन्छ यो कहाली लाग्दो धेरै मनै लोभ्याउने हेर्नुहोस् त जुन तपाईँले प्रत्यक्ष देख्न सक्नुहुन्छ भेरी नाइस हाम्रो यता साथीहरू अगाडि नै आएर बसिसक्नु भएको छ उहाँहरूलाई सम्मान छ सबैलाई सम्मान गर्न चाहन्छ फोटो सेसन काम भइराखेको छ दोकानहरू त हेर्न लायक छ तर एकदमै डेन्जर छ डेन्जर छ उतातिर हिँड्दा चाहिँ पिकिएर छ भरिन्छ होला है त सबैजना नानीको झर्ना चाहिँ हेरिरहनु जस्तो लाग्ने आनन्दपन लोभ्याउने खालको छ त्यसले गर्दा मनै प्रफुल्लित पार्दछ मेरो मनै प्रफुल्ल भयो थ्याङ्क यू ल हामी चाहिँ हिमालय आजको मेन डेस्टिनेसन आइपुगेका छौँ आज बिहान करिब 6 बजेको यात्रा झिनु डाँडाबाट तयार गर्दै सिनुवा लोवर सिनुवा अप्पर सिनुवा हुँदै दोबानलाई फड्को मार्दै बम्बोमा खाजा खाँदै अहिले हिमालयमा आइपुगेका छौँ करिब बेलुकीको 4 बज्न लाग्यो हिमालय तपाईँ देख्न सक्नुहुन्छ 2900 मिटर हाइट धेरै रमाइलो एकदम रमाइलो अब घाम जाँदैछ घाम डुब्दैछ माथि त देख्न सक्नुहुन्छ बजारमाथि लागिसकेको छ ल बिहानको सुन्दर समय सँगसँगै हामी यो झरनाको मनोरम आनन्द लिँदै हामी आज चाहिँ हिमालयबाट माछापुछ्रे बेस क्याम्प एमबिसी तर्फ जाँदैछौँ यहाँ थुप्रै पर्यटकहरू देख्न सकिन्छ यो उकालो छ यो बाटो हामीले अगाडि बढ्दै पार गर्नुपर्ने हुन्छ यहाँ पुरै सिँढी नै सिँढी छ जुन तपाईँहरू देख्न सक्नुहुन्छ
वरपर साना साना रुखले घेरिएको छ र बडो मनोरम आनन्ददायी महसुस भइरहेको छ। बडो थकानका साथ भन्नुपर्दा हाम्रो मन प्रफुल्लित भएको छ। अन्नपूर्ण बेस क्याम्पको शीतलताले हामीलाई शीतलता छाउनेछ भन्दै आजको दिनको सुरुवात यहीँबाट हुँदैछ भनेर जानकारी गराउन चाहन्छु। धन्यवाद। हिँडाइमा कठिनाइ भए पनि हाम्रो साथीहरू हिँडिरहनु भएको छ, यसको लागि धन्यवाद दिनैपर्छ। ल टल्किरहेको हिमाल सँगसँगै हाम्रो यात्रा जारी छ। यस्तै फोटो बनाएको कस्तो हुँदैछ यात्रा? एकदम हाम्रो एकदम यात्रा एकदम सहजपूर्ण भइरहेछ अहिलेसम्म। अनि सहजपूर्ण हुन्छ। के भन्नु हो तिमीलाई? केही छैन, एकदम रमाइलो भइरहेछ यात्रामा। ल ठिक छ। ल एउटा मेरो यस्तै तलबाट नि पाहुनाहरू आउँदै हुनुहुन्छ। छोडिदेऊ न। ल त छोडिदेऊ कि ठुलो पोखराको ओडाएर आइपुग्यो। अब हाम्रो देउरालीसम्मको यात्रा तय हुनेछ। के छ सर देउरा यो ओडारमा आइपुग्दा के छ, केही भन्नु छ? केही भन्नु छ, एकदम केही नराम्रो नेगेटिभ पोजिटिभ कुराहरू? एकदम रमाइलो आइरहेको ल है त। ल धेरै धेरै धन्यवाद। ल ठुलो पहाडको बिचमा छौँ हामी। नेचुरल सेराफेरो एकदम मन प्रफुल्लित भइरहेको छ। चिसो हावासँगै मन पनि हावाको बेगमा तानिरहेको छ, जुन तपाईँहरू देख्न सक्नुहुन्छ। देउराली जाने बाटोमा देखिएको यो दृश्य रमाइलो छ होइन त गाइस? पानीका फुहारा निरन्तर बेगमा बगिरहेका छन् आफ्नो अनुशासनमा। त्यही भएर जीवनमा अनुशासन भनेको यति महत्त्व हुन्छ जुन हामीले यहाँबाट पाठ सिक्न सकिन्छ। आहा कति मनोरम दृश्य। ल अब चाहिँ देउरालीको यो मनोरम पहाड सँगसँगै देउराली हामी करिब टेकिसकेका छौँ। हामी एकदम हर्षित छौँ, जुन तपाईँहरू देख्न सक्नुहुन्छ। मनमोहक दृश्य लोभ्याइरहेको छ। वाउ क्या मिठो पानी यार। ल देउराली 3200 मिटर हाइटमा आइसकेका छौँ, जुन तपाईँहरू यो नोटिस बोर्डबाट देख्न सक्नुहुनेछ। Heartily welcome to all the internal and external trekkers in Annapurna Sanctuary. Now you are in Devrali. Welcome to new Panorama Guest House and Restaurant, Devrali 3200 meter. क्या दामी होटल यार। यहाँ चाहिँ यो देउरालीमा रेस्क्यु भेरी आएको छ। देउरालीमा चाहिँ आएर रेस्क्यु भेरी भयो, रेस्क्यु गर्दैछ। तपाईँहरू हेर्न सक्नुहुन्छ।
चिया खाँदैछौँ चियाको चुस्की लगाउँदैछौँ ल आज चाहिँ हाम्रो फेरि माइन्ड चेन्ज भएर हिमालय टु एबिसी जाने यात्रा गर्ने तयारी भयो जसमा तपाईँहरू देख्न सक्नुहुन्छ थुप्रै ग्रुपहरू माथि तल हिँडिरहनु भएको छ हाम्रो ग्रुप पनि अगाडि बढिसकेको छ जुन तपाईँहरू प्रत्यक्ष देख्न सक्नुहुन्छ त्यही भएर मैले भन्ने गर्छु एकचोटि ट्रेकिङ जुनसुकै भए पनि साथीहरू भएर गर्नुहोस् आफ्नो सेफ्टी अपनाउनुहोस् एउटा लाइफ टाइम एक्सपिरियन्स बनाउनुहोस् भन्न चाहन्छु अहिले हामीले प्रत्यक्ष भेडा च्याङ्ग्राहरू अवलोकन गर्न सकिन्छ जुन तपाईँहरूले प्रत्यक्ष देख्न सक्नुहुन्छ ल यो चाहिँ नेपाली भेडा च्याङ्ग्रा धेरै मेहनतको सफलतापछि सङ्घर्षपछि हिँड्दा हिँड्दै माछापुच्छ्रे बेस क्याम्पलाई सहजै निहाल्न सकियो थकान एकदम थोरै महसुस हुँदै आयो जुन तपाईँहरू देख्न सक्नुहुन्छ अब आजको हाम्रो गन्तव्य भनेको एबिसी रुटको माछापुच्छ्रे बेस क्याम्पमा लन्च गर्ने त्यसपछि गएर एबिसीमा हाम्रो डिनर भोलिपल्ट भ्यू सबै मनोरम दृश्यहरू अवलोकन गरेर फर्कने निर्णय गरियो थ्याङ्क यू यो चाहिँ माछापुच्छ्रे बेस क्याम्प जहाँ अवस्थित रहेको होटल लजहरू देख्न सक्नुहुन्छ अब हाम्रो उयो भनेको यो सिधा बाटो जुन फुड ट्रेल छ यतातिर गएर हामी अन्नपूर्ण बेस क्याम्प पुग्न प्रयत्न गर्नेछौँ ल फोटो सेसनको कामहरू हुँदैछ जुन तपाईँहरू देख्न सक्नुहुन्छ ल हामी चाहिँ अब अन्नपूर्ण बेस क्याम्पको नजिक आइपुगिसकेका छौँ हाम्रो हिँडाइ चाहिँ एकदम बेसमा छ अल्टिट्युडको कारणले कुहिरो मडारिरहेको छ र हामी प्रत्यक्ष अवलोकन गर्न सकिन्छ दामी छ तमेङ्गुर होला तमेङ्गुर ल ल यो चाहिँ अन्नपूर्ण बेस क्याम्पमा आउँदाखेरि हामीले प्रत्यक्ष रूपमा एउटा ताल देख्यौँ जुन तालको अवलोकन गर्दैछौँ प्रत्यक्ष रूपमा यहाँ चाहिँ कुहिरो भएको हुनाले खासै हामीले राम्ररी अवलोकन गर्न सकेका छैनौँ सम्भवतः भोलि फर्किँदाखेरि मौसम राम्रो भयो भने सम्भवतः देख्नेछौँ भन्ने आशा गर्छौँ ल साथीहरू के छ आफ्नो भनाइहरू राख्न सक्नुहुन्छ हाम्रो ट्रिपमा कुहिरो मण्डल छ एस्थेटिक हामी यहाँ 3 जना मात्र छौँ है कुण्ड नेपालको टोली यहाँ अगाडि पुगिसकेको छ टेम्परेचरको कुरा गर्ने भने खासै माइनसमा चाहिँ छैन होला तर लो नै छ होला माइनस होइन 4 हेर त एकलट टेम्परेचर नयाँ राम्रो भ्यू त देख्न सकिएन कुहिरो मण्डल छ ल धेरै पछिको मेहनत उकालोको सङ्घर्ष र थकान सँगसँगै यो अन्नपूर्ण बेस क्याम्पले हामीलाई स्वागत गरिसकेको छ जुन तपाईँहरू देख्न सक्नुहुन्छ म अलि टाढै छु तर म नजिक जाँदैछु
हामीलाई अन्नपूर्णले स्वागत गरिसकेको छ। हामी करिब 4000 माथिको फिटमा 4000 मिटरभन्दा माथिको फिटमा आइसकेका छौँ। यहाँ मान्छेहरू नाच्ने गाउने रमाउने हर्षित मुडमा हुनुहुन्छ। हामी सबैलाई सम्मान गर्नै पर्छ। स्या हुँदै यो कुहिरो मण्डप यो अन्नपूर्ण भ्यालीमा हामी आउन पाउँदा एकदमै हर्षित र प्रफुल्लित छौँ। तपाईँहरू प्रत्यक्ष देख्न सक्नुहुन्छ यहाँ विभिन्न राष्ट्रका मान्छेहरू इन्टरनल एक्सटर्नलदेखि लिएर सबै मान्छेहरू उपस्थित हुनुहुन्छ। अन्नपूर्ण बेस क्याम्पले हामीलाई स्वागत गरिसकेको छ। 4130 मिटर अन्नपूर्ण बेस क्याम्प हामी अन्नपूर्ण भ्यालीमा प्रवेश गरिसकेका छौँ। बेस क्याम्प समिट गरिसकेको छ। उहाँहरू एकदमै रमाउँदै फोटो खिचाउँदै हुनुहुन्छ। वेलकम टु अन्नपूर्ण बेस क्याम्प 4130 मिटर। फाइनली होइन त फाइनली आयो होइन त फोटो पर्दैन। यही त हो नि हाम्रो अन्नपूर्ण गेस्ट यसो हाई गर्नु यो अन्नपूर्णको लाइभ गरिरहेको छ। लाइभ स्ट्रिम गरिरहेको छ। ल हामी चाहिँ आज बस्ने होटल अन्नपूर्ण गेस्ट हाउस एन्ड रेस्टुरेन्ट अन्नपूर्ण बेस क्याम्पमा आइसकेका छौँ। ल हाम्रो सबै साथीहरू आइसक्नुभयो अगाडि नै। ल यहाँको माहौल गजब रमाइलो। ल हामी चाहिँ अब हाम्रो रुमभित्र छिर्दैछौँ। कस्तो छ रुम हेरौँ है त। होस्टेल रुम। ओ माई गड जतिजना अट्छ त हो यहाँ त। होस्टेल रुमभित्र हामी प्रवेश गरिसकेका छौँ जुन तपाईँहरू देख्न सक्नुहुन्छ। किनभने होटलमा रुम नपाएर बुकिङ गरेको नतिजा पछिको रिजल्ट हो यो। हाम्रो रुम पछिको दृश्य भ्यू वा। तर आकाश खुलेपछि चाहिँ यो एकदमै सहजै निहाल्न सकिन्छ। होस्टल रुमको दृश्यपछि अब हाम्रो साथीहरू खाजाको लागि तयार हुनुहुन्छ। यो अन्नपूर्ण बेस क्याम्प अन्नपूर्ण गेस्ट हाउसमा। ल यो गेस्ट हाउसभित्र बस्ने मान्छेहरूको अवलोकन यसरी गर्न सकिन्छ। ल यहाँ चाहिँ हाम्रो साथीहरू हुनुहुन्छ। खाजा अर्डर गरिसकेका छौँ। गुड मर्निङ सबैलाई दर्शन नमस्ते फ्रम अन्नपूर्ण बेस क्याम्प। सनराइज प्रत्यक्ष रूपमा अवलोकन गर्दै हुनुहुन्छ। यहाँ भारी रूपमा दर्शकहरू उपस्थित हुनुहुन्छ जुन तपाईँहरू प्रत्यक्ष देख्न सक्नुहुन्छ। वा वाट अ नेचर है। हामीले फोटो सेसनको कामहरू गरिरहेका छौँ। हाम्रो फोटो सेसन जारी छ। वाट अ लभली नेचर। वाउ क्या दामी है। माछा पुस्रे हुँदै यता अन्नपूर्ण बाबु जाउँ त बाबु। अन्नपूर्ण फर्स्ट मेरो हात अन्नपूर्ण सेकेन्ड सहजै अवलोकन गर्न सकिन्छ। ल हाम्रो बिहानको सूर्योदय सँगसँगै हाम्रो अन्नपूर्ण बेस क्याम्पको सबै पनि लगभग सकिँदै हाम्रो नयाँ गन्तव्य अब फेरि रिटर्न ब्याक हुने सम्पूर्ण पाहुनाहरू रिटर्न ब्याक हुँदै हुनुहुन्छ जुन तपाईँहरू देख्न सक्नुहुन्छ प्रत्यक्ष।
ल हाम्रो चाहिँ अब अन्नपूर्ण बेस क्याम्प अन्नपूर्ण सेराफेरो सबै भिजिट गरिसकेपछि हाम्रो ग्रुप रिटर्न ब्याक हुनेवाला छ। visiting Annapurna Base Camp. See you again. सबैजना प्रत्यक्षदर्शी उपस्थित हुनुहुन्छ। हाम्रो ग्रुप लिडरहरू कोही हिँड्दै आउनुहुन्छ अनि कोही आइसक्नु भएको छ। अब हामी रिटर्न हुने पछिमा छौँ। हाम्रो भाइ रक ल यहाँ वाइल्ड बाजे भेट्नु भएको छ जुन हामी प्रत्यक्ष देख्न सक्छौँ पोखरामा। पोखराको लेक साइड अवस्थित बोकेर आइएन नि त। ल जाऊ जाऊ दामी यार। Hi. How are you? Why not coconut?